हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ बहिनीको बर्थडे। हामीहरू चाहिँ मन्दिर जाँदैछौँ। हिजो हामी जुन मन्दिर गएको थियौँ त्यो मन्दिर जाँदैछौँ। हिजोको भ्लग हेर्न बिर्सिनु भएको छ भने हेरिहाल्नु होला। म चाहिँ रेडी भइसक्यो बहिनीसँग मन्दिर जानको लागि। यो ड्रेस अनि त्यसपछि हातमा यो घडी लगाएको। श्रद्धा रेडी भइसकिन आजको बर्थडे गर्ल। यो चाहिँ बर्थडे गर्ल। यता हेर भागिन सानवीले यस्तो ड्रेस लगाए। हामीहरू चाहिँ मन्दिर हिँडिसक्यौँ। सानवीले पनि भिडियो बनाएर हिँड्यौँ। हामीहरू चाहिँ मन्दिरमा आइसक्यौँ। ढोका ढोकेर हिँड ढोकेर ह्याप्पी बर्थडे टु यु सानी। खै फेरि थ्याङ्क यू भन। कालामा लगाइदिनुहोस्। हामीहरू चाहिँ अब घर फर्किन थालेको। चिसो पानी आउँछ क्या, चिसो पानी खाएर अनि जान्छौँ घर। बहिनी मिठाई दिएको थियो, मिठाई पनि खाँदै। यहाँ दबाउनु पर्छ, पुरा गाह्रो हुन्छ खानालाई। तिनीहरू पसलमा गएन के किन्नलाई। म चाहिँ घर आइसकेँ। अब म साथीहरूसँग घुम्न जाने भनेको म्यामको घरतिर। अनि त्यही भएर हल्का यो लाउँछु ओठमा लिपस्टिक रेड कलरको। हल्का मात्रै लगाएँ। कानमा यो टप पनि लगाएँ। बाई। अहिले उहाँबाट आएपछि अनि बहिनीको बर्थडेमा हामीहरूले के गर्छ हेर्नु होला। म घर आइसकेँ। घर आएर नास्ता पनि खाएँ। अनि म उहाँबाट आउँदाखेरि भाइ बहिनीले डेकोरेसन गरेर सकिसकेको थिएँ बहिनीको बर्थडेको लागि। हेर्नु होला है कस्तो भएछ। सनसेट भइसक्यो। भाइ बहिनीले यस्तो डेकोरेसन गरेर रहेछन्। बर्थडे गर्ल चाहिँ बिचरा मोबाइल हेर्दै हेर्दै सुत्दैछन्। राति भइसक्यो। अब बहिनीको बर्थडे मनाउने हो। पवित्रमुद्दे दिवाकरणे वदलकान्तिकान्तं विघ्नेश्वरं सकलविघ्नहरं नमामि। ओम गणानाथ नवग्रहलाई सम्झे है। ओम ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुत बुधश्च गुरुश्च शुक्र शनि राहु केतव कुर्वन्तु सर्वे सुप्रभात। हैप्पी बर्थडे टू यू, हैप्पी बर्थडे टू यू, हैप्पी बर्थडे डियर श्रद्धा, हैप्पी बर्थडे टू यू। नचलायो कति राम्रो हुन्छ। दिदीसित पैसा माग सोध सोध ल। आइफोन आयो छोरीलाई। कसो यसको आइफोन आयो छोरीलाई। थ्याङ्क यू फर वाचिङ गाइज। अझै पनि यस्तो भिडियोहरू हेर्न मन छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला।